सबैलाई नमस्कार। आज चाहिँ मैले दैलेखको श्रीस्थानमा 3टा ज्वाला रहेका छन्। तपाईहरुलाई म प्रत्यक्ष प्रसारणमा देखाउनेछु। सबैभन्दा पहिला हामी पहिलो ज्वालाघरको दर्शन गरेर अनि दोस्रो अनि क्रमैले तेस्रो गरेर गर्नेछौं। पहिलो ज्वालाघर तपाईहरुले पनि दर्शन गर्नुहोला, जहाँ निरन्तर बलिरहन्छन् ज्वाला। तपाईले यथास्थानबाट दर्शन गर्नुहोला। र यतिखेर हामी दोस्रो ज्वालाघरमा आएका छौं। तपाईहरुले पनि दर्शन गर्नुहोला। र यहाँ पनि रहेका छन् ज्वाला, ल हेर्नुस्। र यहाँबाट त्यहाँ पारी त्यो मन्दिर देखिएको छ, त्यहाँ हामी गएर दर्शन गर्नेछौं। यहाँ यस्तो अचम्मको पुल रहेको छ, तपाईहरुले हेर्नुहोला। र यतिखेर हामी तेस्रो ज्वालाघरमा आइपुगेका छौं। यहाँ ज्वाला रहेका छन् र यहाँ अद्भुत तरिकाले ज्वाला रहेका छन्। तपाईले त्यहाँ देख्न त सक्नुहुन्न होला। त्यहाँ हेर्नुस् त, मैले थोरै जुम गरेर देखाउने छु। र यहाँ त्यहाँको ताप यहाँ पनि आइरहेको छ। प्रत्यक्ष दर्शन गर्नुहोला।